हेलो गाइज वेलकम टु माई युट्युब च्यानल। अनि आज चाहिँ म कहाँ जानेवाला छु भनेपछि आज चाहिँ मेरो साथीको घर यहाँ बोलाएको पनि छैन, त्यसै जानु आँटेको क्या। म चाहिँ ऊ चाहिँ कलेजमा पढ्छ अनि म चाहिँ त्यतिकै जाने अनि घरमा एक्लै बस्नु भन्दाखेरि त साथीको घरै जानु राम्रो भनेर अनि साथीहरूको सुटरमा जानु भन्दाखेरि चाहिँ अगाडि अब म मेरो काम गर्नुपर्ने हुन्छ, किनकि काम पनि गरेर जानुपर्ने हुन्छ नि त। यहाँनिर कुकुर छ, हाम्रो कुकुर। यसलाई मैले अघि भर्खर भात दिएको थिएँ, उहाँनिर खाएकै रहेन रहेछ, मस्त बसेर। अनि काम चाहिँ के गर्नु पर्यो भन्दाखेरि यो किचन छैन, किचनलाई पुरै सफा गर्नु पर्यो क्या। पुरै सफा गरेर अनि जानुपर्छ साथीको घर। अहिले पानी पनि पर्दैछ, सिमसिम। साथीको घर जानुपर्ने। साथीको घर चाहिँ यहाँ मेरो घरदेखि कति छ भने नि लगभग यहाँदेखि कुदेर गयो भने भेटिन्छ। म तपाईँहरूलाई जाँदाखेरि देखाउँछु। अब रेडीहरू भएर किचनहरू सफा गरेर जानुपर्ने हुन्छ। म चाहिँ रेडी भइसकेँ अब साथीको घर जानु लागि। साथी चाहिँ घरमा छ अरे, मैले यसो फोन गरेर सोधेको, आइज न त भन्यो। अब चाहिँ म त्यहाँ जान्छु अनि त्यहाँ गएर साथीलाई यतै ल्याउँछु, किनकि यहाँ कोही पनि छैन। अनि यहीँ बसेर हामी चटपटीहरू बनाएर के बनाएर खान्छौँ अब हामी। अब मैले चाहिँ ढोकाहरू बन्द गरिसकेँ, अब जानुपर्ने हुन्छ। साथी पानी पनि सिमसिम परिरहेछ, मौसम चाहिँ दामी भइरहेछ क्या। जे होस् अब यसमा पनि ताला लगाउनु पर्ने हुन्छ। कपाल चाहिँ ताला चाहिँ लगाइसकेँ मैले, अब जानुपर्ने हुन्छ। डिजल बाई बाई, मजाले रुँगे घर। ल म गएको साथीहरूकोमा एकछिनमा आउँछु। यहाँनिर दुईवटा बाटो छ, यता र यता छ। यता गयो भने अलिक धेरै लामो लाग्छ, यता गयो भने अलिक छोटो हुन्छ, त्यही भएर यतैदेखि जान्छु। पानी चाहिँ सिमसिम पर्दैछ। ओए भैँसी बाटो छ, यो कराउँदैछ फेरि। ओए ती बस कराउँछस्, गयो भने अलिक सर्टकट हुन्छ, त्यही भएर यतादेखि। यो कुकुर कराउँदैछ अझै, म गयो भनेर। मेरा नै यो करायो, अझै कराउँदैछ यो डिजल। यहाँदेखि यतादेखि गएर यता जानुपर्ने हुन्छ, किनकि छोटो बाटो हुन्छ नि त, छिटो जानुपर्ने हुन्छ। त्यसलाई ल्याउनु पनि पर्ने हुन्छ। मैले यहाँ नि कुकुर रहेछ, बसिरहेछु। आइज छि हाम्रो डिजीले गममै खाइदिन्छ यसलाई त। यहाँ चाहिँ जङ्गल छ क्या ठिक्क अगाडि, यहाँनिर जङ्गल आउँदैछ। यो जङ्गलको बाटो छ, यता गयो भने सिधै जङ्गल आउँछ। तर त्यहाँ पनि के भन्छ, मान्छेको घरहरू छ, एक दुईवटा छ क्या। पुरै जङ्गल छ, जङ्गल र खोला छ, त्यसमा चाहिँ दुईवटा घर छ। कस्तो डर पनि नलागेको यो। फेरि मेरो अगाडि चाहिँ भैँसी आइपुग्यो। ओए हट त्यहाँदेखि, छोड निस्किहानेको, छोड सरलाई बाटो दे, हट हट हट। यसरी हट्छ क्या सरहरू आयो भने। मौसम चाहिँ भर्खर नै के भन्छ, पानी परेर सफा भएको छ। अब यहाँनिर फेरि दुईवटा बाटो आउँछ, यता र यता आउँछ। यता गयो भने सिधै जङ्गल पुगिन्छ, जङ्गल र खोला पुगिन्छ। यता गयो भने पनि साथीकै घर पुगिन्छ, यता गयो भने साथीकै घर पुगिन्छ। यता गयो भने अलिक लामो लाग्छ, यता गयो भने अलिक छोटो हुन्छ, त्यही भएर म यताको बाटो जान्छु। यहाँ अलिक पर गएपछि खोला छ क्या, म खोला देखाउँछु तपाईँहरूलाई। सुल्तानमा यहाँ खोलादेखि बगेको यहाँ यस्तो नालाहरू छ, परदेखि आउँछ क्या। मतलब कुद्नु पर्ने हुन्छ, यहाँ मलाई छिटो पुग्नु पर्ने हुन्छ नि त। लड्यो भने छैन, म्याराथनमा भागे जस्तै। अर्कै चप्पल लाउनु पर्ने रहेछ। हत्तेरी यस्तो काँसघारी ओभर छ क्या, काँसघारी छ त्यो। अब के भन्छ, पानीको बर्खाको सिजनमा नि त, त्यही भएर काँसघारी आएको, नत्र यहाँ थिएन। खोलाको छेउमा पऱ्यो क्या यो बाटो, अनि त्यही भएर यति धेरै काँसघारीहरू आएको यिनीहरू। म चाहिँ यहाँनिर खोला छेउमा आइपुगेको क्या, तपाईँहरूलाई देखाउँछु। यहीँ अगाडि छ, यहाँ आवाज आउँदैछ, पर्खिन देखाउँछु म तपाईँहरूलाई। यस्तो दामी छ क्या खोला भन्दा पनि यस्तो त्यो जस्तै आवाज सुनिरहनु भएको हुन्छ नि, हेर्नु है ठक्कसँगले दामी छ क्या। झर्ना जस्तै त्यो बग्दैछ। अघि मैले देखाएको थिइनँ परनिर, यही पानी गएको त्यो अघि पर देखाएको। यही पानी यहाँदेखि दुईतिर जाने बनाएको छ क्या, यता मुनि जान्छ अनि यहीँनिर यता जान्छ। तर एउटा कुरा के नराम्रो भन्दा यहीँनिर फोहोरहरू फ्याल्छ क्या, यहाँ फोहोरहरू छ। यो कुरालाई छोडिदिएर अब साथीको घरतिर लागौँ। म र हाम्रो साथी यहाँनिर नुहाउन आएको थियौँ, तर म चाहिँ नुहाइनँ क्या, मलाई यस्तो खोलातिर नुहाउनु मनै लाग्दैन। तर यार यो
पानी कस्तो फोहोर क्या तत्तेरी यस्तो नि हुन्छ पानी खोलाको पानीहरू सबै फोहोर छ क्या लगभग बारीमा त्यो धान रोपाउनु लागि जोत्दैन अनि पानी फोहोर हुन्छ नि त्यस्तै छ क्या र यो सिन चाहिँ दामी लाग्छ क्या यो छेउछेउमा चाहिँ न सरर बग्ने दामी सिन छ यहाँदेखि पर छ अनि यो यहाँदेखि नै सिधै गयो भने खोला निस्किन्छ ठुलो खोला आउँछ अनि यसको अगाडि चाहिँ यहाँनिर मन्दिर छ क्या मन्दिर चाहिँ यही खोलामा पूजा गर्नुहुन्छ मन्दिर देख्नुभयो नि यहाँ छेउमा हो यसरी हात त देखाउनु हुँदैन त्यो पनि देखाइदियो मलाई थाहा छैन ढोग्नुपर्छ हामीलाई अब यहाँदेखि 1-2 मिटर हिँड्यो भने आइपुग्छ ज्यादा नहीं हो गया मतलब कुछ साथी घर कालमा धेरै गर्मी बढेको छ म त झन् कालो मान्छे झन् कालो भएर राति त हराउनै पर्ने भयो फेरि त्यसमा चाहिँ आइपुगिसकेँ सन्दीपको घर ठ्याक्क मेरो अगाडि छ त्यो ब्लू कलरको स्काई ब्लू कलर हिलो छ यसको घरको बाटो पनि अब यसलाई लिएर जानुपर्ने हुन्छ मेरो घर चाहिँ सन्दीप छ अरे ग्याम हो सोफा दामी रहेछ त कुराहरू गरेर घर जानुपर्ने हुन्छ यसलाई लिएर अब हामी चाहिँ निस्किसक्यौँ घर जानु लागि मेरो घर अरे यो त कट्टुमै छ ट्र्याक हो मेरो त कहाँ कट्टु हुन्छ भन्नुसम्म यहाँको ठाउँ चाहिँ दामी छ क्या यता मुनि कस्तो दामी ठाउँ छ गरिब गाउँ बाटो अघिकै बाटो आइपुग्यौँ हामी जमिनै छैन क्या रोक्नु हदसम्म धानहरू छैन आन्टीहरूको त्यो ठेगा पहिले ल्याउनु भएको हुन्छ अति ल्याउनु भएन को छ र रोक्नु लागि है केटा कट्टुमा हिँडिरहेछ यो चाहिँ हो यार ओभर गर्मी छ अब घरमा गएर अब चटपटीहरू सामानहरू किनेर गर्नुपर्ने हुन्छ यो अघि भैँसी मलाई बाटो छोडिदिएको थियो यही भैँसी अघि कसम होइन बाटो छोडेको छेक्दिदियो मैले हट भनेको हट हो क्या अब घरमा गएर किन्नुपर्ने हुन्छ भनेपछि चटपटी बनाउने सामानहरू किन्नुपर्ने हुन्छ त्योसँग पैसा छ मसँग पनि पैसा छ दुईजना मिलेर काच पारेर चटपटे बनाउने ऊ त्यो कुखुरालाई नि हालेर बनाउने हो लेग पिस सुरुप है कुखुरा भाले रहेछ हे पकड हामीले चाहिँ के भन्छ दोकानदेखि सामानहरू किनेर ल्याइसक्यौँ यहाँ छ दोकानदेखि किनेर लिएर 2टा रम्पम अनि भुजा अलिकति 20को भुजा अनि यो 10को ज्यादा नि यहाँ एउटा छ अनि सन्दीप चाहिँ गयो भन्दाखेरि यहाँभित्र मस्त काम सघाउनु छोडेर मस्त खेल्दैछ ओए प्याज काट्नु सकेन हौ प्याज काट्नु केही छैन यसको लागि म चटपटी बनाइदिन्छु चटपटीको लागि सुटनमा के गर्नुपर्छ भनेपछि चपिङ बोर्ड निकाल्नुपर्छ त्यसको लागि चपिङ बोर्ड कहाँ छ भनेपछि यहाँ छ मेरो अगाडि नै चपिङ बोर्ड बोलाइन सानी हो के साह्रो गेम खेल्छ यार मोबाइल लिजेन्ड ओइ होइ यसको कुरा छोड्दै अब म चटपटे बनाउन लाग्नुपर्ने हुन्छ त्यसको लागि सुरुमा हामी चटपटे बनाउन प्रोसेस सुरु गरौँ अब I don't believe in destiny, I just do what's best for me. Don't listen to my enemies, they're just full of jealousy. Yeah, this legacy, you gon' see what's left of me. You gon' see success in me, you ain't seen the rest of me. I just wanna be the best at बनिसके चटपटे यहाँ छ कस्तो छ होला टेस्ट मलाई चाहिँ थाहा छैन त्यसको लागि हामी सुरुमा हामी चाख्नुपर्छ त्यसको लागि चम्ची कहाँ छ चम्ची यहाँ खोज्नुपर्ने हुन्छ चम्ची त्यसको लागि म खोजेर देखाउँछु मैले चाहिँ चम्ची चाहिँ भेटाइसकेँ यहाँनिर छ 2टा चम्ची टेस्ट गर्नुपर्ने हुन्छ अब कस्तो हुन्छ भनेर सुटनमा म एक बाइट लिन्छु
त्यही त कमेन्ट भयो जस्तो लाग्यो ठिकै हो यतिको भए ओ सन्डे यहाँ आइज त खाता कस्तो छ त्यसमा एक बाइट कस्तो छ दामी छ अरे म जस्तो सेफ कहाँ भेटिन्छ भनेर केटाहरू अब कोठाभित्र बसेर खानुपर्ने हुन्छ ठक्क या ब्रो दिस इज अब गेम खेल्दै खानुपर्ने हुन्छ हामी सक्छौँ अनि अरू कुरा भन्छौँ अहिलेको लागि गाइस हामी खेल्दै थियौँ बिचमा लाइनै गइदियो ओ अवस्था कस्तो भइरहेछ तँलाई एकदम चटपटे पनि सकेको थिएन हाम्रो गेम प्ले पनि सकेको थिएन तर लाइन गयो बिचमा केटीले त धोका दियो तर लाइनले धोका दिँदैन होला भनेको थियौँ लाइनले पनि धोका दियो भगवान लाइन चाहिँ आउँदै साह्रो गर्दैछ तनाव र गाइस अब हामी चाहिँ यसलाई पुऱ्याउनु जान आँटेको म चाहिँ अब अघि तैँले भ्लग हान्नु हो भनेको नि चुप अझै भएको छैन भ्लग ए खाएर खेलेर अब यसलाई चाहिँ घर पुऱ्याउनु जानु आधी बाटोसम्म पुऱ्याइदिन्छु यसलाई चाहिँ म घर जानु डर लाग्यो अरे यसलाई चाहिँ जान भनेको बिचमा डर लाग्छ ओए आम आम म यो कुकुर के भएको नगर्न अहिले झर्नु उत्यो हुन्छ हो अब यसलाई आधी बाटोसम्म पुऱ्याएर म पनि मेरो घर लाग्छु गाइस आजको भ्लग चाहिँ तपाईँलाई कस्तो लाग्यो भ्लगहरू लाइक र सब्सक्राइब गरेर कमेन्ट गरिदिनु होला गाइस बाई बाई